हेलो एभ्रिवान, वेलकम टु ब्याक माई च्यानल। आइप सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि स्वागत छ सम्पूर्णलाई आजको मेरो अर्को न्यू भिडियोमा। म चाहिँ अहिले गाउँमा छु, देख्न सक्नुहुन्छ होइन। अनि अहिले चाहिँ गाउँमा चाहिँ टक्क लाएर चाहिँ यो सिजनमा चाहिँ आलु मकै रोप्ने सिजन भएर आएछ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ पुरै यो चाहिँ आलुहरू लगाइसकेको हो। टक्क लाएर म चाहिँ मेरो गाउँ चाहिँ यही हो साथीहरू होइन, देख्न सक्नुहुन्छ। अनि के कस्तो लाग्छ हजुरले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। फाइनल्ली हामी चाहिँ बाटोमा हिँडिरहेको छौँ। देख्नु सक्छ आजको चाहिँ मौसम चाहिँ होइन, एकदमै चाहिँ पुरै तल लागिरहेको होइन। आजको मौसम चाहिँ यस्तो छ होइन। आजको मौसम चाहिँ देख्न सक्नुहुन्छ भनेको पानी पनि खोजिरहेको, तर पानी चाहिँ परेको छैन। पानी परेको चाहिँ एकदमै सफा हुन्थ्यो क्या मौसममा चाहिँ, अनि पानी परेको छैन। त्यो भएर चाहिँ अलिकति तल लागिरहेछ। पानी परेको चाहिँ एकदमै सफा हुन्थ्यो। र आज चाहिँ होली रहेछ। सबैलाई साथीहरूलाई सबैमा चाहिँ ह्याप्पी होली भन्न चाहन्छु। र त्यही नै हो। अनि आज अलिकति मौसमको कारणले चाहिँ अलिकति ब्याकग्राउन्ड अलिकति नोइज आइरहेछ। त्यो भएको कारणले चाहिँ भिडियो राम्रो आएको छैन। त्यही नै हो। अनि यता छ हाम्रो टोलीहरू चाहिँ ढक्क लगाएर हामी 4-5जना चाहिँ जाँदैछौँ। यति नै भए पनि हामी चाहिँ होली यहाँ मनाउँदैछौँ नि साथीहरू। यतिको मात्रै हो। ह्याप्पी होली भन्नु। ह्याप्पी होली। बाइ बाइ। बाइ बाइ। तपाईँ क्यालामा होइन यहाँ कस्तो राम्रो। फाइनली साथीहरू सबैमा चाहिँ ह्याप्पी होली भन्न चाहन्छु होइन। ढक्क लगाएर चाहिँ हामी थोरै नै भयो भने यसो होली मनाएको अरे भनौँ न साथीहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ होइन, पुरा चाहिँ यस्तो मजाले फुलिरहेको कि होइन। बबाल फुलिरहेको ग्लास चाहिँ देख्न सक्नुहुन्छ। ठ्याक्कै अहिले चाहिँ ठक्क सिजन हो नि त, गुराँसहरू चाँपहरू होइन, चिमलहरू फुल्ने चाहिँ अहिले सिजन छ। त्यही भएर चाहिँ यहाँ ढकमको एउटा रुखमा चाहिँ यति मजाले फुलिरहेको छ कि तपाईँहरू पनि देख्न सक्नुहुन्छ। ढक्क लगाएर होइन, बोट चाहिँ सानो छ क्या, तर कति धेरै फुलिरहेछ। अनि म चाहिँ अलिकति उकालो हिँडिरहेको छु, त्यही भएर अलिकति भोइस पनि अलिकति सास आइरहेछ। यस्तो मजाले फुलिरहेछ साथीहरू। र हामी चाहिँ घरदेखि हिँडेदेखि चाहिँ समथिङ 1 घन्टा जति भइसक्यो। अनि हामी चाहिँ बस्दै आएको थियौँ कि। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ हजुरलाई लागिरह होला, तर आज हामी चाहिँ हिजो नि हो खोटाङडा भचुरको सिमाना क्षेत्र रहेको खोटाङडा भचुरको सिमाना चख्या भन्छ चख्या डाँडामा चाहिँ निकै जाँदैछौँ। र त्यो चाहिँ यहाँनिर हो, देख्न सक्नुहुन्छ होइन। तर आज चाहिँ कस्तो भएको छ भने अलिकति मौसमको यस्तो अवस्था छ क्या, मौसम पानी पनि परिरहेको छ होइन, एक दिन पनि खुलेको छैन। यस्तो छ कि मौसम आज चाहिँ, त्यही भएर एकदमै हेर्नु पनि नमजा आइरहेछ। र हामी पुग्ने ठाउँ चाहिँ यहाँनिर हो साथीहरू, यही डाँडातिर हो। हामी त्यहीँ पुगेपछि हजुरलाई के कस्तो छ त्यो देखाउनेछौँ। फाइनली हामी चाहिँ यो चख्या डाँडा जाइसकेको छौँ, चख्या भन्ज्याङमा। तर ठ्याक्कै यहाँ चाहिँ भचुर र खोटाङको सिमाना रहेको छ चख्या भन्ज्याङ। अनि यताको भ्यू चाहिँ देख्न सक्नुहुन्छ, अलिकति टक्क लगाएर होइन भवाल छ। अनि ठ्याक्कै यो चाहिँ खोटाङ र भचुर सिमाना क्षेत्र रहेको 0 पोइन्ट रहेको छ भने साथै यो चाहिँ एकदमै पर्यटक क्षेत्र पनि रहेको छ। साथै मुन्दुम पदमर्का, यहाँदेखि हामी मुन्दुम पदमर्का हुँदै यो चाहिँ रहेको छ टाइमको डाँडा। तर अहिले चाहिँ एकदमै कुहिरो लागिरहेको छ होइन, त्यही भएको कारणले देखेको छैन। अनि त्यो टाइमको डाँडा निक्लेर चाहिँ हामी तल तावा भन्ज्याङसम्म पुग्न सक्छौँ। तावा भन्ज्याङ देखेको चाहिँ मुन्दुम पदमर्का यात्रा हुँदै हामी यही बाटो हुँदै मुन्दुम पदमर्का सालबासी लिजुङसम्म पुग्न सक्छौँ।
आज चाहिँ अलिकति मौसमले अलिकति खराब भएर मौसम अब भने जस्तो क्लियर आएको छैन त्यही भएर पनि अनि तल देखिरहेछ तल चाहिँ यो अलिकति बर्खायाममा चाहिँ एकदमै रमाइलो ठाउँ छ यो बर्खायाममा चाहिँ अब जताततै हरियाली देखिन्छ त्यो भएको कारणले एकदमै रमाइलो हुन्छ तर अहिले चाहिँ यो घामको तुवालोले गर्दा अलिकति अब अहिले भनेको एकदमै हिउँदोको समय छ नि त अनि त्यो भएको कारणले अलिकति डाँडा पाखा पनि पुरै राम्रो देखेको छैन तपाईँहरू पनि देख्न सक्नुहुन्छ होइन एकदमै यस्तो छ र यो चाहिँ चौखिया भन्ज्याङ खोटाङ र भोजपुरको सिमानामा रहेको चाहिँ यो गेट चाहिँ बनिरहेछ ठक्कै यहाँदेखि उता चाहिँ खोटाङ पर्छ भने यहाँदेखि यता चाहिँ भोजपुर पर्छ यो चाहिँ जुन खोटाङ र भोजपुरको सिमाना क्षेत्रमा निर्माण भइरहेको चाहिँ गेट रहेको छ र यहाँदेखि उता चाहिँ हामी भोजपुरलाई चाहिँ पार गर्छौँ भोजपुर जिल्ला चाहिँ रहेको छ यहाँदेखि उता चाहिँ र साथै मुन्दुम पदमार्ग पनि हो यो चाहिँ अनि यो चाहिँ चौखिया भन्ज्याङमा देख्न सक्नुहुन्छ टक्कै यहाँदेखि चाहिँ हामी मुन्दुम पदमार्ग हुँदै हामी साल्पा सिलिचुङसम्म चाहिँ पुग्न सक्छौँ भने यहाँ चाहिँ निकै बस्तीहरू पनि भइसकेको छ थोरै उतापट्टि पनि यहाँ बस्तीहरू छ यतापट्टि भने अनि यहाँ चाहिँ निकै बस्तीहरू रहेको छ टक्क लगाएर देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम बवाल छ होइन अझै हरियाली हुने अन्त कस्तो हामी हिउँदोयाम छ त्यही भएर हिउँदो समय छ त्यही भएर चाहिँ डाँडाकाँडा सबै सुकिरहेको छ तर बर्खामा हो भने चाहिँ एकदमै रमाइलो छ साथीहरू होइन सक्यो भने म बर्खामा पनि बर्खाको सिजनमा पनि भिडियो ल्याउने कोसिस गर्ने चाहिँ यो ठाउँको चाहिँ किनकि यो ठाउँ चाहिँ एकदमै रमाइलो ठाउँ हो क्या यहाँ यो ठाउँमा चाहिँ धेरै विभिन्न जिल्लाहरूदेखि होइन विभिन्न ठाउँहरूदेखि चाहिँ मान्छेहरू घुम्न आउने गर्छ साथै अन्य बाहिर देशहरूदेखि पनि मान्छेहरू चाहिँ घुम्न आउने गर्ने चाहिँ यो ठाउँमा चाहिँ किनकि एकदमै त्यो पर्यटक क्षेत्र हो नि त अनि त्यो भएको चाहिँ एकदमै घुम्ने गर्नुहुन्छ एकदमै रमाइलो ठाउँ छ देख्न सक्नुहुन्छ होइन जताततै चाहिँ घरहरू बन्ने होइन होटलहरू बन्ने होमस्टेहरू बन्ने भइरहेको छ देख्न सक्नुहुन्छ यहाँ पनि सायद यो होमस्टे अथवा होटेलै हुनसक्छ बन्दै रहेछ अनि एउटा यहाँ टावर पनि राखिएको छ यहाँ चाहिँ एकदमै फोटोहरू खिच्ने कार्यक्रम भइरहेको छ होइन एकदमै सल्लाह गर्छ नि त रमाइलो होइन अनि त्यसपछि हामी चाहिँ यहाँ फोटोहरू खिचिरहेको छौँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ फोटो खिचिरहेको छ होइन एकदमै रमाइलो ठाउँ छ एकदमै सल्लाहघारीहरू चाहिँ सल्लाह सुकेर अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो मुन्दुमकै कामहरू सायद होइन एकदमै चाहिँ यहाँ चाहिँ के बनिरहेछ भन्ने चाहिँ मलाई पनि अब ठ्याक्कै थाहा भएन र यहाँ चाहिँ एउटा बन्ने चाहिँ के बनिरहेछ यहाँ एकदमै काम चाहिँ धमाधम भइरहेको रहेछ ल फाइनली हामी चाहिँ ठ्याक्कै यो चौखिया र खोटाङको सिमानामा रहेको ठ्याक्कै 0 पोइन्टमा छौँ अनि अब हामी चाहिँ घरतिर फर्किन लाग्छौँ अनि अब हामीले चाहिँ
खाजा खाएर चाहिँ ल्याउन भन्ने कुरो हो। त्यो भएको कारणले हामी चाहिँ अब यहाँ खाजा खान्छौँ। खाजा हामी यहाँ खानेछौँ। साथीहरू हामी चाहिँ खाजा खाएर भने निस्किसकेको छौँ। अब हामी चाहिँ खुट्टा लाएर चाहिँ घरतिर जानुपर्ने हुन्छ। एकदमै चिसो छ एकदमै। अनि त्यही नै हो। अनि जताततै यहाँ चाहिँ घरहरू बन्ने होइन, एकदमै त्यस्तो एकदमै भइरहेको छ। ल फाइनल साथीहरू आजको भिडियो चाहिँ यही नै हो। हजुरलाई के कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। किनकि मैले चाहिँ आज मैले यहीँसम्मको मात्रै भिडियो बनाउँछु भनेर चाहिँ मैले हिँडेको थिएँ र भने जस्तो राम्रो होइन, अलिकति राम्रो भ्यू राम्रो उठाउनु सकिनँ होला। त्यही नै हो। अलिकति अहिले चाहिँ मौसम अलिकति कस्तो भएको छ नि, मेरो जस्तो भएको छ नि त, अलिकति मौसम आज अलिकति राम्रो छैन। अनि यो अहिले हिउँदाको समय भएको कारणले पनि अलिकति यो डाँडाकाँडा चाहिँ अलिकति के भन्छ सुकिरहेको छ नि त। अनि त्यही भएर राम्रो भ्यू देखिँदैन र यस्तै हो। र म कोसिस गर्नेछु होइन यो ठाउँ मलाई फेरि पनि बर्खायामको बेलामा अलिकति ल्याउने कोसिस गर्नेछु। के कस्तो लाग्छ हजुरले भन्नु होला। र मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुपर्छ भने यस च्यानललाई सब्सक्राइब गरी सधैँ साथ सपोर्ट माया गरिदिनु होला।